के म तिम्रो होइन र त्यसमा तपाईँ एक्सनबाट आउनुभयो त्यतिखेर एउटा कसरी लुकाइएको एक्टरलाई लुकाइएको थियो त्यतिखेर केही नयाँ चिज आउँदैछ कोही आउँदैछ भनेर त्यो एउटा सिस्टम पनि हो हुन्छ नै त्यो त्यतिखेर त्यो बढी भएको हिरो फिगर इन्डस्ट्रीमा आएको थियो त्यतिखेर त्यो तपाईले कति मेहनत गर्नुभएको थियो त्यो कति महिनाको मेहनत थियो त्यो बडी त्यसरी सेपमा लिएर आएर त्यो एक्सन त्यो लेभलको एक्सन गर्न त्यो कहाँबाट तयारी कस्तो थियो त्यसको दाइ तयारी त्यसको पनि सेम थिङ त्यसको पनि लाइक लामै तयारी भएको थियो म नेपालमा आएर चाहिँ मैले एउटा त्यो एक्सनको लागि चाहिँ सम्बरी मैले एकजना हायर गरेर मैले 6 महिना 5 महिना जस्तो होला सायद 5 महिना जस्तो चाहिँ मैले ट्रेनिङ गरेको थिएँ होइन तर फिजिकको लागि त त्यो त्यतिखेरै हुने कुरा होइन म फिटनेस म पहिलेदेखि नै धेरै वर्षदेखि गरिरहेको छु होइन सो त्यो बेलामा चाहिँ अलिकति बढ्दा मेहनत गर्नु अलिकति मोटो थिएँ म मलाई लाइक हुन्छ नि मलाई पहिलेबाट मलाई एक्सन फिल्म गर्नु मन थियो सो मैले चाहिँ त्यसलाई एकदमै हुन्छ नि म एक्सन गर्छु यो गर्छु लाइक हुन्छ नि बडी एकदम हेभी बनाउँछु त्यस्तो मेरो केही पनि प्लान थिएन पहिले चाहिँ सिम्पल एउटा लभ स्टोरी एक्सन फिल्म गर्ने हो एउटा मेरो माइन्डमा सेटअप थियो लाइक ओके दिस इज वाट आइम गोना डु भनेर होइन सो यहाँ आइसकेपछि चाहिँ होइन आई हेभ टु डु समथिङ डिफरेन्ट अनि मैले देखिरहेको लाइक सायद योभन्दा अगाडि पनि कोही हुनुहुन्थ्यो होला कलाकारहरू तर त्यसरी एकदमै सिक्स प्याक किनभने कल्चर थियो नि त इन्डियामा त्यो कल्चर चलिरहेको थियो हलिउडमा त्यो हरेक ठाउँमा छ अनि यहाँ चाहिँ नभएको हुँदाखेरि चाहिँ ओके वाट आई क्यान डु डिफरेन्ट देन अदर्स भन्दाखेरि ओके आई हेभ टु वर्क अन माई फिजिक भनेर चाहिँ अनि मैले त्यसमा चाहिँ लाइक 5-6 महिनासम्म मैले लगभग 6 महिना जस्तो त ओन्ली बोइल खाना खाएको एभ्रिथिङ बोइल भेजिटेबल बोइल चिकन बोइल एग बोइल एभ्रिथिङ बोइल एकै दिनमा एकै महिनामा हुने चिज थियो डेफिनेटली त्यो साधना नै चाहिन्छ त्यसको लागि टाइम छ त्यसरी अनि त्यहाँ पछाडि त्यो सिनेमा पछाडि चाहिँ फेरि बडी बनाउने ट्रेन्ड आयो कि अब आयो कि अहिले बडी चाहिन्छ है बडी चाहिन्छ हिरो आइसक्यो कम्पेरिजन हुन थाल्यो कि त्यस पछाडिका कुराहरूमा अनि त्यसपछि अहिले पनि इभन बडीमा हाम्रो सुशील श्रेष्ठै समीर भट्टै एक त्यो ट्रेन्डिङ आइरहेछ क्या अहिले पनि त्यो कुराहरू चाहिँ ट्रेन्ड सेटिङमा आउनुभयो त्यो कुराहरू त्यसको लागि चाहिँ त्यो थ्याङ्क यू नै भन्न चाहन्छु सिनेमा क्षेत्रबाटै त्यस पछाडिको जर्नी त्यस पछाडि तपाईँले लभ स्टोरी फिल्म गर्नुभयो बाँधा मायाले अनि बटरफ्लाई गर्दाको एक्सपिरियन्स यस्तो थियो मलाई चाहिँ एक्सन फिल्म नै मनपर्छ अहिले पनि है आजको डेटमा पनि तर कस्तो भने हामी कहाँ नेपालमा त्यति धेरै नै एक्सन फिल्महरू बन्दैन पहिलो कुरा अलिकति खर्चिलो हुन्छ बिजनेस पोइन्ट अफ भ्यूबाट पनि मान्छेहरूले हेरेर आउँछ कस्तो खालको फिल्म चलिरहेको छ किन पछिल्लो 10 वर्ष लगभग हामी कहाँ कमेडी फिल्म मात्रै चलिरहेको थियो भन्छु होइन अब अहिले आएर फेरि अलिकति चेन्ज भइरहेको छ सो इट्स नट लाइक मसँग यति धेरै थियो एक्सन फिल्म होइन मैले छोडेर लभ स्टोरी फिल्म गराएँ होइन त्यतिखेरको टाइम नै सबैले लभ स्टोरी फिल्म बनाइरहेको थिएँ सो मलाई एकदम मन पऱ्यो त्यो बटरफ्लाईको स्क्रिप्ट चाहिँ अनि मैले त्यसमा त्यो गरेँ त्यस पछाडि अनि बाधा मायाले गरेँ त्यो पनि खास त्यो एक्सन लभ स्टोरी थियो तर त्यसलाई चाहिँ म लभ स्टोरी नै फिल्म भन्छु त्यसपछि एउटा फिल्म गरियो जुन रिलिज भएन हामीसँगै त्यो फिल्ममा जास्मिन होइन हामी त्यति धेरै मेहनत गरियो त्यो फिल्ममा सायद मैले सबैभन्दा बढ्ता मेहनत गरेको सिनेमा थियो त्यो दाइ एकदमै मेहनत गरेर हामी स्क्रिप्टमा पनि कति धेरै लामो समयसम्म हामीले स्क्रिप्टमा काम गरियो के गरेर त्यसलाई गरियो तर त्यो अनफर्चुनेटली भएन त्यो एकदमै रमाइलो पल थियो दाइलाई त्यतिखेर मैले भेट्न पाउँदाखेरि मलाई एकदम खुसी पनि लागेको थियो त्यतिखेर र कस्तो पनि भयो भने अब तपाईँको नि पुर्खा लमजुङ म पनि लमजुङ हामी दुईजना लमजुङ त्यो हुँदाखेरि आहा त्यो हुन्छ नि अनि तपाईँको कुरा चाहिँ लमजुङको एकजना दाइसँग मेरो पहिल्यै भएको थियो क्या उहाँले के भन्नुभएको थियो भने मलाई हरिश भनेर मैले भने पनि थिएँ तपाईँलाई हरिशले चाहिँ एकजना हिरो आउँदैछ है नेपाली फिल्ममा आउँदैछ है भनेर उसले पहिल्यै भनेको थियो क्या मलाई त्यो अनि के अरे आकार ऊ तपाईँकै नातेदार पर्नुहुन्छ उहाँ